टोली मुवा झर्ना घुम्ने भनेर आएको तर अहिले आएर बाटो निकै अप्ठ्यारो हुँदै गएर हामीले त बाइक छोडेर अब हिँडेर जान लाग्यो। ए यहीँ समय रहेछ त यता बाटो रहेछ त कञ्चनले ठिकै हेरे कञ्चन तिमीले ठिकै हेरेछौ उता पुगेर आइसकिन्थ्यो मुला त्यत्रो टाढो बाटो छ यता नजिक होइन ला छैन चुडेको छ बाटो बाटो बाटै चुडिएको रहेछ बाटो त यतै हो कि तर चुडिएको रहेछ यहाँ जान सकिन्छ त माटो चाहिँ झरेको छ त अनि झन् साह्रो पो झर्नु थालो त्यो हान्छौँ अनि मुला यहाँबाट झऱ्यो भने त साथी खोलामै सिधै ल आऊ यो सोरेपछि हुन्छ हौ होइन माटो झरिजान्छ सुक्खा पहिरो स्टाइलले झरिरहेछ सुक्खै पहिरो जस्तो छ होइन झरेको झरे एक टर्निङ माथि होला लुचौँ खै मैले पनि दिएँ भने ल ओ साथी हो मुवा झर्न जान निकै साह्रो पर्ने पो सागर ल यो तेर्छ मलाई यो चाहिँ अप्ठ्यारो होइन बाइकको बाटै अप्ठ्यारो भयो ओह्रालो कसरी झर्नु पो भइरहेछ मलाई गाडी ल्याएको छ नि त अनि गाडी कसरी हिँड्छ टर्निङ कुनै पुग्दैन होइन हौ साथी पानीले यतै बाँच्न सक्छ हामीलाई अनि नानी तल एक्लै हुँदैन हाम्रो यहाँ त हामी घरमा आइपुग्यो नि छाता चाहिँ बोकेमा हुन्थ्यो नि त हौ हामी कसरी बोकिएन छ मुवा झर्न जाने बाटो कहाँनिर होला भनेर मुवा झर्न जाने बाटो अब यतै आउनु भएछ बेसी माथि रोटे रोड जान्छ अनि पहिला चाहिँ अर्को यता नआउँदा चाहिँ पहिला उयो तल घर उता क्युटी तर यही तल्लो घर त्यहाँ चुडिएको रहेछ नि त बाटो त्यस्तोमा जान सक्नुहुन्छ र सकिएन र यता रोड यता गोलाइ हुन्छ त्यो गोलाइदेखि चाहिँ उता जान्छ निकै माथि उयो मास्टरतिर अनि यहीँ छोडेर जाउँ भनेको त मानेन बाइकमै आएको आउनु चाहिँ बाइक त हामी तलै छोड्यौँ नि हामीले त यो उकालो डिल देखेर बाइक पनि तलै छोड्यौँ उयो मास्तिर हुन्छ धन्यवाद मैले ऐतिहासिक दिन ऐतिहासिक काम नयाँ दिन नयाँ कुरा नयाँ दिन नयाँ कुरा कस्तो कुरा बुझ्दैनौ यार होइन के अरे कन्दार नयाँ दिन नयाँ कुरा गर्नु पर्यो नि त अब यतिको पानीमा चाहिँ भिजिन्छ भन्दै लुक्नु खोज्छ तिमीहरू पनि यस्तो पानी त के हुन्छ भने छिटो आउनु हौ यतिको पानीमा डुबेर कहिले पुगिन्छ हौ अब उयो माथिको डाँडा भैँसे मात्रै हो क्या
हामी यता जाने हो दिदी हुन्छ हस् धन्यवाद हजुरलाई यस्तो पानीमा पनि अल्छी गऱ्यो भने कहाँ पुगिन्छ त ढाँट्छ आज ढाँट्ने दिन हो र आज अप्रिल फुल हो र मैले ढाँटेर ल्याएँ झन् नयाँ दिन नयाँ कुरा भनेर ल्याएको अब धेरै टाढो छैन है साथीहरू हामी उही परको भित्ताको झरना जाने भनेर आएको हामी आउनु चाहिँ यहाँसम्म गाडी आउँथेछ ठिकै छ भरे तलै गएर त्यहाँ उफ्रिनुपर्छ त्यो घरबाट देख्छु हाम्रो दुईजना साथीहरू पानी पऱ्यो भनेर लुकिरहेछन् अब यतिको मौसम यस्तो चाहिँ पानी यसलाई पानी भन्नु हुँदैन अहिलेको अवस्थामा जस्तो लाग्छ मलाई किनभने मोबाइल त मैले पानीमा तेर्साइरहेको छु भनेपछि त्यो मोबाइलै भिजेको छैन त्यस्तो साह्रो यही होला होइन हो होइन होइन यस्तो बाटोमा बाइक कुदाएर आयो रामै कमरेमा चाहिँ यता टर्निङसम्म बाइक आउँछ भने त यस्तोमा कहाँ नल्याएकै ठिक हो ओ सागर यस्तो बाटोमा बाइक नल्याएकै ठिक हो होइन यहाँ त नयाँ ट्र्याक रहेछ यसपालि उल्टो बाटो नि सबै यो बाटो खनेर त्यताको बाटो सही दिएर हिँडेर जाने बाटो चाहिँ उता रहेछ धुलै धुलो छ त धुलो भनेको भुगा आएछ झर्ना त तल रह्यो बाटो चाहिँ माथि माथि जान्छ त हौ कञ्चन झर्ना त तल रहिसक्यो स्या स्या भइसक्यो म त हिँड्दा हिँड्दा टर्निङ फेरि केही गर्दा आइपुग्दैन यो नयाँ वर्षले पनि मान्छेलाई दुखाइ मात्रै दिने हो कि त्यत्रो धेरै कोइन्छ मूर्ख तल खोलाबाट हिँड्नुपर्छ त्यहाँ होइन कञ्चन अनि फालेलुङमा यसरी बाटो खनेपछि पहिरो नगएर के जान्छ भन्नु पर्यो हामीले कहाँ हिँडेको रे नानीहरू तिमीहरू ओह एउटा हेरौँ न कहाँ हिँडेको बाबु अङ्कलले हामीले डुबाएको छौँ हेर्नु नानी हो यहाँ बसिराख्नु हुँदैन ल आऊ बसिराख्यो भने त कहिले पुग्नु यो मुवा झर्नाले पनि हामीलाई लास्ट दुःख दियो किन हौ नयाँ साल नयाँ कुरा नयाँ ठाउँ पानी परेर नयाँ गराइदियो फेरि अब चाहिँ फाइनल्ली हामी मुवा झर्ना पुग्यौँ यो पानी पर्दा पर्दै पनि हामीले हिँड्न भने छोडेनौँ होइन कञ्चन छोड्दै भयो अरे अब एकछिनकै लुक्नु मुवा झर्नामा के छ बुढी अनि रमाइलो लागिरहेछ कसरी बिजोग हुन्छ अघि भने मैले बाक्लो लुगा पनि बोक यहाँ पानी पर्दै पर्दै भयो भने हामी यहाँसम्म आइपुग्न चाहिँ सफल भयो हौ यो पुलमा हिँड्नु त डर लाग्यो त हौ मलाई त छ नि हुन्छ होला मान्छे कञ्चन हेर डराएको अब त्यसमा डर लागेको छ कञ्चन अब कस्तो डर लाग्दो भएको हल्यो 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 अब यस्तो डर लाग्दो भएछ त कञ्चन भाग्यो
झरना मुवा झरना तपाईँहरूले देख्न सक्नुहुन्छ झरना नै हाम्रो गतिलो छ त साथी पारी पुगिसक्यो आफूलाई यो पुलमा हिँड्नै साह्रो पर्यो पुलमा हिँड्नै साह्रो परिरहेछ जिन्दगी त सकिएछ नि हो मेरो पैसा निकाल है भाइ मेरो पैसा निकाल म आउँदैछु उहिले त यस्तो पुल धेरै हिँडेको अहिले त डर पो लाग्छ त है चाहिँ तलबाट पनि मुवा झर्नालाई निहाल्ने भनेर आयो अरू दुईजना त पछाडि नै रहनुभयो उहाँहरू अलिक गाउँघरको अप्ठ्यारो बाटो हिँड्न सक्नुहुन्न नि त होइन तर पानी चाहिँ परिरहेको छ है साथीहरू हामी यो पानी परे पनि जुकाले खाए पनि यो मुवा झर्ना अब यति आउने भनेर आइसकेपछि यहाँ नपुगी नफर्किने भन्ने हाम्रो सोच भएपछि हामी झऱ्यौँ अब यो पानी झरी नभनिकन अनि रमाइलो भयो त तिर्तियाबाट हिँडेरै आउनु भएको मुवा झर्ना हिँड्नु भयो हेर्नै भनेर जम्मा 4 जना मात्रै किन अनि बस्नुभएको अरे छोड्नु हुँदैन नि त साथी त अनि कता जाने त यतै फर्किने बाटो यता नजिक छ नि त उयो डाँडो यता हामी त्यहाँबाट आयौँ अनि हामी त्यतैबाट आयौँ त पानी ठुलो पऱ्यो ल हामी तल गयौँ ल बाई बाई 4-5 जना बहिनीहरू आउनु भएको रहेछ मसिना मसिना बहिनीहरू नाङ्गिन तिर्तियाबाट बहिनीहरू एकदम हिम्मतिला हुनुहुँदो रहेछ एकदम जोसिलो अब नाङ्गिन भनेको त हामीलाई बाइकमै समथिङ 1 घन्टाभन्दा बढी लाग्छ यहाँ आइपुग्नलाई उहाँहरू हिँडेर यहाँ आइसक्नु भएछ भनेपछि निकै धेरै हिँड्नु भएछ बहिनीहरू जोसिला हुनुहुँदो रहेछ खुसी लाग्यो हामी मुवा झर्नालाई यहाँबाट यसरी हेर्न सक्छौँ र यस्तो देखिन्छ यहाँबाट चाहिँ अनि पुलमाथि मुवा झर्ना घुम्न आएको बेला चाहिँ हामीले झर्ना अनि यो चाहिँ तपाईँको पुल मात्रै नभएर हामीले यहाँनिर भिरमौरी पनि देख्न सक्छौँ है भिरमौरी स्वाट यहाँनिर मजाले अहिले आज पानी परेको मौसममा वरिपरि आफ्नो चाहिँ त्यो के भन्छ चाका के भन्छ त्यसलाई घार होइन घारको वरिपरि चाहिँ मजाले बसेको उकालो हामी देख्न सक्छौँ चाकै हो त्यही त यसरी देख्न सक्छौँ सँगसँगै परतिर हामीले मुवा झर्नालाई पनि देख्न सक्छौँ यो ठाउँ एकदम घुम्नको लागि एकदम रमाइलो ठाउँ छ तर आज ल अब हामी चाहिँ तल खोलाइमा पसेर एउटा केटो त गइसक्यो अगाडि ल आउनु बहिनी हेलो के छ साथीहरू हाम्रो 2-3 जना बहिनीहरू हामी चाहिँ यहाँको घुमघाम यहाँ तलबाट लाग्दैछौँ यहाँ मसिनो बहिनीहरूसँग भेट भएको छ बहिनीहरू त थोरै हिँडेर आउनु भएको रहेछ त समथिङ बिहान 5 बजी हिँडेको रे बिहान 5 बजी हिँडेको रे यहाँ 12 बजीतिर आइपुगेको रे होइन यतिको लु जाउँ आऊ कता जाने तिमी तलबाट झर्नाको पुल फोटो लिइसकेपछि माथि पुलमा आएँ पुलमा त किन हो डर लागेर हैरान भइरहेको छु म त यहाँबाट झर्ना चाहिँ यस्तो देखिन्छ हिउँदो भएको कारणले पानी नभएर झर्ना सानो देखिन्छ बर्खामा चाहिँ धेरै ठुलो हुन्छ गाउँ चाहिँ ठुलो पनि पानी ठुलो पनि राम्रो पनि देखिने भएकोले यहाँ खास चाहिँ बर्खाको लागि चाहिँ यो ठाउँको स्पेसल पानी छ यस्तो राम्रो मौसम भइरहेछ तिमीहरू किन हल्ला गरेको कञ्चन यस्तो राम्रो मौसम भइरहेछ 2 जना किन हल्ला गरेको पर्खिँदै थियो उफ्रा साह्रो र म त बिचरा नानीहरू डराएर हैरान भयो खोइ कहाँ छ हिँड्दैन ए हो त रहेछ त
यहाँ घाम लाग्ने बित्तिकै हिँड्दैन जहिले हुन्छ है यहाँ लिन जाउँ नअलाउनु है ल तिमी चाहिँ कहाँ गएको तल खोलामा त्यसरी जान्छ मान्छे अत्याउँछ मान्छेलाई साथीहरूलाई त्यसरी अत्याउनुहुन्छ एक्लै एक्लै त्यहाँ गएर मन लागिरहेको छ बिरामी छौ क्या किन जानु अनि बिरामी हुँदा जस्तो हुन्छ नि त यसरी हालिँदै जाने ल छ राम्रै छौ बहिनीको जानवरप्रतिको माया त्यसले पुल तर्न सक्दैन कुकुरले भनेर बोकेर लग्दैछ हामी सबैको चाहिँ मुवा झर्ना घुमघाम एकदम रमाइलोसँग सक्यो अब सकेर हामी फर्किने क्रममा छौँ अब फर्किरहेछौँ यहाँ नाङ्गेनबाट बहिनीहरूसँग धेरै रमाइलो भयो होइन सागर चाहिँ केही छ भन्नु केही छैन बहिनीहरूसँग अच्छा ल लुगाउँ ल हिँड्नुहोस् ल साथीहरू तपाईँहरू पनि आउनुहोस् एकदम रमाइलो ठाउँ छ मुवा झर्नालाई बाई गरेर हामी चाहिँ अब अगाडि बढ्यौँ मलाई एकदम रमाइलो ठाउँ छ यहाँ यो चाहिँ कहाँ पर्छ भन्नु भने फिदिमबाट समथिङ 30 के अरे फिदिमबाट समथिङ 40 किलोमिटर माथि फालेलुङको 6 नम्बरबाट मा पर्छ जाउँ फेरि बिचमा हामी दौडिँदै जानेछौँ त्यो कालो कालो परेको छेत्री अनि अगाडिको डल्ली चाहिँ मेरो बुढी होइन डल्ली मेरो बुढी हो अब मेरो बुढी भएपछि लिम्बू नि भइहाल्यो नि होइन म माग्नु मेरो श्रीमती हो कि जस्तो चाहिँ लाग्दैथ्यो कसरी हो त्यस्तो चाहिँ हो कि जस्तो लाग्ने चाहिँ कसरी हो कि जस्तो लाग्यो भने त के लेख्थ्यो तिमीले तिमी साइकल चिराएको छौ के अरे विद्यार्थी हो क्या साइकल किनभने म पढ्दैछु आउँदै गर्दा तपाईँले के गर्दै थिएँ अब फोटो खिच्दै हुनुहुन्थ्यो हो त्यो टिकटकमा के अरे नाच्दै थियो भन्नु न झ्याउ नि झ्याउ है साथीहरू झ्याउ यो जिन्दगी पनि झ्याउ जस्तै छैन रमाइलो छ ल नानीहरूलाई पनि नयाँ सालको धेरै धेरै शुभकामना आउँदो दिनहरूमा धेरै उन्नति प्रगति गर्नुहोला गरेको सुन्न पाऊँ तिमीहरूको यो चस्मा लगाएको फोटो आउँछ क्या हजुर नि भन्छ यही चस्मा चस्मा लगाएको फोटो कहाँ छ त्यहाँ गएर ब्याग थिचिहाल्ने फलो गरिहाल्ने अनि मेरोमा आइहाल्छ म ब्याग दिइहाल्छु भिडियो सबै हेरिदिने साथीहरूलाई पनि सेयर गरिदिने होइन मेरो एकजना दाइ हुनुहुन्छ उसको भिडियो हेरिदिउँ युट्युब सब्सक्राइब गरिदिउँ भन्ने च्यानल सब्सक्राइब गरिदिउँ भन्ने सेयर गरिदिने लाइक गरिदिने ल कति लाइक बढाइदिउँ म सबैभन्दा लास्टलाई चाहिँ नानीहरूले सबैभन्दा पढेको मान्छे जस्तो देखेँ अरे धन्यवाद त्यति भनिदिएकोमा होइन तिमी अब पढेकै छैन भन्ने होइन क्या अलिक धेरै पढेको जस्तो चाहिँ देखियो अरे केटी हेर्नु कुलको अरे पानी खानु मुलको भन्थे होइन बुढापाकाले अब यो मुलको पानी खाऊ आहा कति मिठो पानी मिठो मलाई
पछि चाहिँ यसरी भिजाइन्छ जाउँ नानी हो जाउँ भाषा कतिको आउँछ नानी तिमीहरूलाई हो नार्ना मतलब मेबक खेल्न मेन्द्रा मेमले पखुङ्बे तेरुङ्बे आलुङमा स्याला अर्बे केलुङमा स्याला अर्बाबी मना एकदम बेबी यस्तो रमाइलो ठाउँ यहाँ चत्र पुगेर घुमेर आयो तिमीले एकछिन चाहिँ अनि सबैलाई चाहिँ आवाज आएन यता आउन भनेको खोलातिर गएको भइ गर्छ अनि त्यो ढुङ्गासँग यताको उता यता सार्दै के हो त्यो त्यहाँ के भएको थियो के तिम्रो लभ स्टोरी पुरा होस् भन्ने थियो कि तिमीले पढ्दै गरेको आफूले गर्दै गरेको भनेको हिजो एक्जाम पास होस् बा चाहिँ मेरो प्रेम चाहिँ सक्सेस होस् मेरो प्रेमले पूर्णता पाओस् भन्नलाई गयो कि त्यहाँ भएको सँगै होस् नढाँटी भन त के चाहिँ माग्यो हामीले माथिबाट हेऱ्यौँ तिमीले ढुङ्गा यताको उता सार्यौ पानी भन न हामी पनि सहयोग गर्छौँ MBM मनिष ब्लग हो MBM मनिष ब्लगमा चाहिँ सब्सक्राइबर चाँडै बढोस् होइन माग्यो धन्यवाद सागरले मलाई भोकै हिँडायो जुना म्याडम के छ ठिक छ नि फाइनल्ली हामी हाम्रो बाइक भएको ठाउँमा पनि आइपुग्यौँ झर्नाको भ्रमण घुमघाम पनि सकियो।